नमस्ते, गुड आफ्टरनुन। र म अहिले गुरुदोङमा लेकमा छु। गुरुदोङमा लेक चाहिँ मैले राउन्ड लगाउँदैछु। हिँडेको चाहिँ अघि हो, झन्डै 1 घन्टा जस्तो लाग्न आँटिसक्यो यो राउन्ड लगाएको। हिँडेकै छु अझै पनि। आमामामा पुरा थाकिसकेँ है। तर पनि अब मलाई चाहिँ के भएको थियो भने आज चाहिँ म जस्तै गुरुदोङमा आएँ। गुरुदोङमा लेकमा आएर चाहिँ यसो हेरेँ, होइन आज म यो गुरुदोङमा लेक चाहिँ म एक चक्कर लगाइदिन्छु भनेर चाहिँ हिँडेको। धेरै मनलाई पनि सन्चो लागेको जस्तो भयो। एकदम खुसी लाग्यो गुरुदोङमा लेक राउन्ड लगाउँदाखेरि है। र म एउटा अलिक पर जग्गामा गएको थिएँ। त्यो जग्गामा चाहिँ एउटा तपाईँको होली मोनास्ट्री रहेछ क्या। त्यहाँनिर चाहिँ कोही मान्छेहरू पनि बस्दैन रहेछ है। भित्र अब चेसमहरू राम्रो रहेछ मोनास्ट्रीमा हो। र फिलहाल म हिँड्दैछु अझै पनि। मेरो यो राउन्ड कम्प्लिट भइसकेको छैन। अब त्यस्तै 20-25 मिनटमा म त्यो परको जग्गा पुग्छु, गाडी राखेको जग्गा। र तपाईँहरू पनि आउनुहोस्, गुरुदोङमा लेक आउनुहोस्। गुरुदोङमा लेकमा तपाईँहरूले पनि राउन्ड लगाउनुहोस्। अनि तपाईँहरूलाई पनि एकदम मनमा हल्का लाग्छ। अनि म अहिले यो गुरुदोङमा लेकमा चाहिँ आउँदाखेरि चाहिँ मलाई क्या फर्स्ट स्टार्टिङमा चाहिँ मलाई पुरा सास बढ्दै थियो क्या। र सास बढ्दाखेरि म फर्स्टमा चाहिँ म कुद्दै क्या, हेभी कुद्दै गएँ। पुरा सास बढ्यो। फेरि होइन म फेरि एकताल कुद्छु भनेर फेरि कुदेँ। र त्यसपछि बिस्तारी मेरो ब्रिथिङ कन्ट्रोल हुँदै आयो। र म यहाँनिर अहिले हिँड्दाखेरि अहिले मलाई ठिक्कै भइरहेको छ। र तपाईँहरू चाहिँ गुरुदोङमा आउनु भयो भने चाहिँ यो जग्गा चाहिँ तपाईँहरूले चाहिँ एउटा टोपी बोकेर आउनुहोस् हो। र फिलहाल मैले यो टाउकोमा चाहिँ मेरो यो फुल भेस्टलाई चाहिँ मैले मेरो टाउकोलाई कभर गरेँ। कभर गर्नुको कारण चाहिँ के हो भने चिसो हावाले चाहिँ टाउको नदुखोस् भनेर चाहिँ मैले यो टर्बाइन चाहिँ लगाएको टाउकोमा हो। र एकदम मलाई मजा आइरहेको छ, खुसी लागिरहेको छ हो। र अब म त्यही 20-25 मिनटमा चाहिँ म पारी मेरो गाडी राखेको जग्गा म पुग्छु। र यति नै भन्दै मेरो यो सानो क्लिप, यो मेरो सानो भिडियोलाई यहीँ नै राख्न चाहन्छु। धन्यवाद। जय हिन्द, वन्दे मातरम।